हेलो एभ्रिवान, सेवारो। म चाहिँ आज नानीहरूको समर छुट्टी भयो हैन, त्यही भएर चाहिँ माइती जानु लागि रेडी हुँदैछु। यहाँ छ कोसेली, सिम्बी अनि डल्ले खर्सानी। अब सिम्बीहरू चाहिँ अब घरमा आमा छैन हो, त्यही भएर अब आप्पाले चाहिँ अब रोप्नु त रोप्छ, रोपेको छ कि छैन सोधेको छैन, त्यही भएर सब्जी लाने गरेको। त्यहाँदेखि चाहिँ नि म चाहिँ अहिले धान रोपेर आएर झर्न आँटेको। किनभने चाहिँ मेरो त माइती चाहिँ नजिकै हो, हिँडेर जाँदाखेरि 1 घन्टामा पुगिहाल्छ। छिटो छिटो हिँड्नेहरू चाहिँ हो, ढिलो हिँड्ने चाहिँ 1.5 घन्टा लाग्छ। त्यही भएर आप्पालाई फोन गरेको थियो हो, अनि फोन गर्नुभएको थियो, कतिखेर आउँछ सोध्दै थियो। म चाहिँ अब यो प्याकिङ गर्दै गरेको, हेर्दै गर्नुहोस् होला। यो पनि लाने है साथीहरू माइतीमा। हेर्नु नि, एउटा कुखुरा पनि पक्रिनु सकेन मेरो बुढाले। आप्पाले पालोस् भनेर लगिदिएको साथीहरू। हगेर केही छैन। साथीहरू हामी चाहिँ अलमोस्ट रेडी भइसक्यो। म चाहिँ केस गर्नु छ छोरी। म चाहिँ अब केस गर्नु मात्रै बाँकी रहेको छ। अन्त लिपस्टिक लगाउनु अर्को परिरहेको छ नि। ब्युटी पार्लर छ तर मेकअपको नाममा चाहिँ मेरो चाहिँ यति नै हो साथीहरू। कानको पनि कहाँ हरायो कानको झुम्का त्यहाँ उयो छ हौ, यस्तो डल्लो यस्तो टिका पनि लाउनुपर्छ। ए म पनि लाउनु नि टिका। कहाँ हो त्यति नै सुन्दैन, मट्टो खालको रहेछ, मट्टो खालको लाउनु पर्यो गाइस। हामी चाहिँ लाग्यौँ साथीहरू माइती घर। लेकदेखि आउल झरेको। यहाँ दिदी पनि छ अगाडि। दिदीको घरबाट कुखुराको चल्ला लानुपर्ने छ। मेरो घर एक्लै भयो। छोरी अगाडि छ। बाबा, ओ बाबा यता हेर्नु न, कहाँ गएको तपाईँ? ओह्रालो कता? श्रीलङ्का। श्रीलङ्का कसको घर गएको? कसको घर गएको भन्नु त छिटो। कसको घर चाहिँ जान्छ हौ ससुरालीमा चाहिँ? को छ तपाईँको ससुरालीमा चाहिँ को छ? मेरो बुढी। बुढी त यहीँ छु त अन्त छेउमै। देवलले भन्यो मेरो बुढी। अन्त को हो म चाहिँ? तिमी भनेको त को म? अब कछ अरे कति गर्नुमा बुढी कस्तो छ हौ साथीहरू। बुढाले मुख नखलाउने भन्छ त। हाम्रो चाहिँ एकदम मेरो चाहिँ माइती चाहिँ गाडीमा पुग्छ होइन, तर हामी चाहिँ हिँडेरै गएको। लोभले भनेर सोच्नुहुन्छ होला कि लोभ किन गर्नु, अब लोभले जस्तै हो। अब हिँडेर पुग्ने जग्गा किन गाडीमा जानु भनेर चाहिँ हिँडेरै गएको। हेर्नुहोस् त फुलहरू यस्तो यस्तो फुलेको छ मेरो माइती जाने बाटोमा। अहिले चाहिँ हामी आधी बाटो पुग्दैछौँ फिलहाल चाहिँ। फेरि म देखाउँछु तपाईँहरूलाई, हेर्दै गर्नुहोस्। चाहिँ हाम्रो गाउँमा चाहिँ यतै त टावर छ है, टावर ऊ माथि देख्नु हुँदैछ नि बिल्डिङ सेतो, त्यो चाहिँ मङ्सिला
कलेज ठुलेको छोरी हजुर ठुलेको कान्छा छोराको छोरी जेठी छोरी जेठी हो तपाईँ हजुर घर झरेको नि माइत ए अच्छा तलै छ यहाँ चाहिँ बिहा छ 2 तारिक डेरा भाषा बनाउँदै रहेछ साथीहरू यहाँ बिहा छ भने बुधबार हुन्छ नि त निम्तो सिम्तो पुगेको होला तपाईँको आपाहरूतिर सबै हजुर पुगेको छ बाजे यहाँ चाहिँ जय हुनुहुन्छ हजुर जय राम्रो ठिक छ साथीहरू म चाहिँ दोकान निस्केर अलिअलि हल्का सौदा पनि गरेँ हो बाबाले बोकिरहेको छ दोकानमा चाहिँ मलाई क्यामेरा यो गर्नु शरम लाग्यो है पुग्न आँट्यो कहिले पुग्ने भइसक्यो मलाई त पुरा गल्यो धेरै भयो नि त म घर नआएको हामी नआएको धेरै भयो हो हामी चाहिँ कति चाहिँ तल आइपुग्यौँ होला हेरिहाल्नुहोस् हाम्रो मेरो माथि घरदेखि चाहिँ सिधा हेर्नुपर्छ यहाँ चाहिँ यता उँभो हेर्नुपर्छ उयो चाहिँ चर्च हो साथीहरू नआएको चाहिँ धेरै भइसकेको छ साथी नि यहाँ घर उठाइसकेछ मलाई याद छैन कति बादमा चाहिँ आइहाल्यो यो घर हेरेर अब चर्च हो यहाँ चाहिँ त्यही गरौँ रहेछ हौ यो बोका त म त्यो बोक्छु घर छेउमा आइपुगेर चाहिँ मेरो बुढाको नाटक हेर्नु न अब घर आइपुग्नु आँट्यो कि अन्त भारी बोक्ने भएको